So, नमस्कार सबैजनालाई वेलकम टु ज्ञान स्टुडियो। सो आज चाहिँ हामी क्लास 10 को अल्जेब्रा च्याप्टर अब्सर्भर म्याथमेटिक्सको अल्जेब्रा च्याप्टर पढ्न गइरहेको छ है। सो अल्जेब्रा च्याप्टरमा सुरुमा हामीले पढ्नुपर्छ फङ्सन्स है। फङ्सन्सभित्र नि हामीले पढ्नुपर्छ अल्जेब्रिक फङ्सन्स है, जसमा कम्पोजिट फङ्सन्स लगायतका धेरै कुराहरू हामीले अहिले पछि पढ्दै जानुपर्छ। त्यो चाहिँ हामी पढ्दै जानेछौँ र हामी यो सजिलैसँग पढ्नेछौँ। सो तपाईँहरू नहिचकिचाइकन राम्रोसित हेर्नु होला। सो सुरुमा हामी कुरा गरौँ फङ्सन्स भनेको के हो है। सो वाट इज फङ्सन्स? सो यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, लेट A and B be two non-empty sets. A relation from set A to set B is said to be a function if every element of set A corresponds to a unique element of set B. It is written as f is to A to B and read as f is a function from A to B. So let's suppose होइन A र B भन्ने चाहिँ एउटा दुईवटा नन इम्प्टी सेट्स छ अरे। त्यो चाहिँ इम्प्टी सेट्स हुनु पर्ने, नन इम्प्टी सेट्स अरे होइन। अनि रिलेसन फ्रम सेट ए टु सेट बी इट्स सेट टु बी अ फङ्सन है। यो रिलेसन चाहिँ फङ्सन तब नै भनिन्छ जब सेट एको जुन सबै इलिमेन्ट्स छ भित्र त्यो चाहिँ सेट बीको इलिमेन्ट्ससँग युनिकली एसोसिएट हुन्छ कि युनिकली एक आपसमा जोडिएको हुन्छ भने त्यसलाई चाहिँ हामीले फङ्सन्स भन्छौँ। र यसलाई चाहिँ हामीले के भन्छौँ भने कसरी पढ्छौँ भने एफ इज अ फङ्सन अफ फ्रम ए टु बी। अब हामी कुरा गर्छौँ अल्जेब्रिक फङ्सन्सको बारेमा। सो अल्जेब्रिक फङ्सन्स भनेको चाहिँ द अल्जेब्रिक इक्वेसन हो। यस्तो अल्जेब्रिक इक्वेसन हो कन्सिस्टिङ एटलिस्ट वान भेरिएबल, एउटा न एउटा भेरिएबल चाहिँ हुनु पऱ्यो कि है। सो द अल्जेब्रिक इक्वेसन कन्सिस्टिङ एटलिस्ट वान भेरिएबल इज कल्ड अल्जेब्रिक फङ्सन्स है। फर इक्जाम्पल एफएक्स इज इक्वल टु 8x। सो हाम्रो यहाँ के भेरिएबल आयो? एक्स भेरिएबल आयो। अब त्यसै गरी हामीले यहाँनिर के हेर्छौँ भने अर्को इक्जाम्पल चाहिँ हामीले नि एफएक्स भनेको एक्स स्क्वायर प्लस 3x प्लस 2, यहाँनिर नि एक्स भेरिएबल आएको छ है। अब यहाँनिर एक्स मात्रै हुँदैन, धेरै अरूहरू यस्तो भेरिएबलहरू युज हुन्छ। सो हामी कुरा गर्छौँ अब एक्सको बारेमा कुरा गर्नु पर्दा त्यसको चाहिँ हामीले आइडेन्टिटी फङ्सन्स सो टाइप्सको बारेमा कुरा गर्दाखेरि यसको टाइप्सहरू हुन्छ आइडेन्टिटी फङ्सन्स, कन्स्ट्यान्ट फङ्सन्स, लिनियर फङ्सन्स, क्वाड्रेटिक फङ्सन्स र क्युबिक फङ्सन्स। अर्को एउटा ट्रिगोनोमेट्रिक फङ्सन्स पनि हुन्छ, त्यसको बारेमा हामी पछि डिस्कस गर्दैछौँ। सो अब हामी सबै टाइप्सहरूको बारेमा बिस्तारै सर्टली जानौँ है त, ब्रिफली। सो अ फङ्सन एफ इज डिफाइन्ड बाई fx इज इक्वल टु एक्स इज कल्ड एन आइडेन्टिटी फङ्सन्स। आइडेन्टिटी फङ्सन भनेको चाहिँ यस्तो फङ्सन हो जसमा चाहिँ एफएक्स बराबर एक्स हुन्छ है, एफएक्स बराबर एक्स हुन्छ र इट म्याप्स एभ्री इलिमेन्ट्स इन्टु इट सेल्फ है। सो इट म्याप्स यहाँनिर एभ्री इलिमेन्ट्स इन्टु इट सेल्फ। सो अब हामीसित सपोज एउटा फङ्सन्स छ अरे 1 2 3, यो फङ्सन चाहिँ हो र यो पनि यहाँनिर 1 2 3 नै भयो। यो फङ्सन बी हो अरे है। यो ए र बी चाहिँ एउटै छ है, अन्ली नाम फरक छ यसमा है। सो यसलाई हामीले आइडेन्टिटी फङ्सन्सको रूपमा रिप्रेजेन्ट गऱ्यो भने एफएक्स इज इक्वल टु एक्स भनेको यो दुइटैले एक आफ्नै इलिमेन्टलाई म्याप गर्नु पऱ्यो, मतलब सेम इलिमेन्ट हुनु पऱ्यो। यो 1 र 1 सेम भयो, यो करेस्पोन्डिङ एलिमेन्ट नि 1 भयो, यो पनि 1 भयो भनेको एफएक्स इज इक्वल टु एक्स। यहाँनिर कति छ? f1 बराबर 1, दुईवटा एउटै हो नि। त्यसै गरी 2 बराबर 2, 3 बराबर 3। सो यसरी हाम्रो आइडेन्टिटी फङ्सन्सको कन्सेप्ट यही हो हाम्रो, अरू केही छैन यसमा। सो कन्स्ट्यान्ट फङ्सन एन्ड फङ्सन इन द फङ्सन्स इन द फर्म अफ fx इज इक्वल टु c इज कल्ड कन्स्ट्यान्ट फङ्सन्स वेयर c इज कन्स्ट्यान्ट है। यो एफएक्स इज इक्वल टु सीमा यो जुन c को भ्यालु छ नि, यो c को भ्यालु चाहिँ कन्स्ट्यान्ट आउनु पऱ्यो। सो इट रिप्रेजेन्ट्स अ स्ट्रेट लाइन प्यारलल टु एक्स एक्सिस।
सो यो चाहिँ ग्राफको कुरा आएको छ, म हजुरलाई ग्राफमै देखाउने छु। सो पहिला यसको कन्स्ट्यान्ट फङ्सनको मेन कन्सेप्ट बुझौँ है। अ फङ्सन यो यस्तो देखिन्छ, अ फङ्सन इन द फर्म अफ एफएक्स इज इक्वल टु सी। एफएक्स भनेको चाहिँ सी भयो होइन, जसमा सी इज कन्स्ट्यान्ट कि सी चाहिँ सधैँ कन्स्ट्यान्ट हुन्छ। सो इक्जाम्पलको लागि हामी यहाँनिर दुईवटा यो अर्डर पेयर लियौँ, मतलब यस्तो म्यापिङ डायग्राममा देखाएँ एउटा कन्स्ट्यान्ट भ्याल्यु। अब सपोज हामी ए राखिदिउँ ल, एउटा कन्स्ट्यान्ट भ्याल्यु हामीसँग ए छ है, यसलाई चाहिँ हामीले कन्स्ट्यान्ट फङ्सनमा देखाउनु पर्यो है। त्यो कन्स्ट्यान्ट फङ्सनमा देखाउँदाखेरि चाहिँ यो सबै एउटै एलिमेन्टसँग, सेटको सबै एलिमेन्ट चाहिँ एउटै एलिमेन्टसँग एसोसिएट हुने हो कि। सो यसमा चाहिँ के भन्छ नि, F1 भनेको नि ए भयो, F2 भनेको नि ए हो, र F3 भनेको नि ए भयो है। द्याट्स इट। अब यहाँ अर्को लाइन चाहिँ हामीसँग इट रिप्रेजेन्ट्स अ स्ट्रेट लाइन प्यारालल टु एक्स एक्सिस। यसले भन्न खोजेको के हो भने होइन, हामीसित सपोज यो ग्राफ भयो है, यो यस्तो यस्तो भयो है, यहाँनिर हाम्रो एक्स हुन्छ, यहाँनिर एक्स एक्सिस हुन्छ, वाइ हुन्छ, वाइ एक्सिस हुन्छ है। र यहाँनिर चाहिँ यसलाई ग्राफमा रिप्रेजेन्ट गर्दाखेरि चाहिँ द लाइन प्यारालल टु द इट रिप्रेजेन्ट्स स्ट्रेट लाइन प्यारालल टु एक्स एक्सिस। यो एक्स एक्सिसको लाइन चाहिँ नि यसको ठ्याक्क प्याराललमा एउटा लाइन हुन्छ कि यस्तो, यो दुईवटा लाइन चाहिँ प्यारालल हुन्छ एक आपसमा। यही हो कन्स्ट्यान्ट फङ्सनको बेसिक कन्सेप्ट। सो कुरा गरौँ क्वाड्रेटिक फङ्सन्सको बारेमा। सो अल्जेब्रिक फङ्सन अफ सेकेन्ड डिग्री इन द फर्म अफ एफएक्स इज इक्वल टु वाइ इज इक्वल टु एएक्स स्क्वायर प्लस बिएक्स प्लस सी इज कल्ड क्वाड्रेटिक फङ्सन। सो क्वाड्रेटिक फङ्सन हुनको लागि एउटा के छ कन्डिसन, जसमा चाहिँ यसको डिग्री डिग्री बराबर 2 हुनुभयो है। सो यसको डिग्री चाहिँ 2 हुनुपर्छ। सो जहाँ चाहिँ ए चाहिँ ए सुड नट बी इक्वल टु 0 र ए बी र सी तिनटैको भ्यालु चाहिँ जुन चाहिँ यो कन्सट्यान्ट हुनु पऱ्यो है। अब हामी के कन्सिडर गर्छौँ भने, फर एन इक्जाम्पल वी कन्सिडर है वाइ इज इक्वल टु एक्स स्क्वायर है। हामी वाइ इज इक्वल टु एक्स स्क्वायर कन्सिडर गर्छौँ, जसमा अब यो टेबल हो यसको। सो यो 0 0 भयो, अब 1 को स्क्वायर 1 माइनस 1 को स्क्वायर माइनस 1 होल स्क्वायरको स्क्वायर चाहिँ 1 आउँछ। यो कतिपयले -1 लेखिरहनु हुन्छ, अन्त खास गरी 10 क्लासको विद्यार्थीले यस्तो गल्ती त गर्नु हुँदैन। त्यसै गरी 2 को स्क्वायर 4 माइनस 2 को स्क्वायर 4 3 को स्क्वायर 9 माइनस 3 को स्क्वायर 9 यसरी भइरहेछ। सो यसलाई ग्राफमा रिप्रेजेन्ट गर्दाखेरि चाहिँ यसरी जान्छ, यो टक्क माथिसम्म, यहाँनिर टक्क 9सम्म जान्छ यो है। यहाँ 1 देखि अब यहाँ यस्तो यस्तो नम्बर हुन्छ, यहाँ यतिमा चाहिँ नम्बर हुने भयो, यहाँ 1 भयो, यहाँ 9 भयो है। र यो लाइनले चाहिँ के रिप्रेजेन्ट गर्छ भने वाइ इज इक्वल टु एक्स स्क्वायर है, यति रिप्रेजेन्ट गर्ने भयो। सो क्युबिक फङ्सनको बारेमा कुरा गर्दाखेरि एन अल्जेब्रिक फङ्सन अफ थर्ड डिग्री इन द फर्म अफ एफएक्स इज इक्वल टु एक्स क्युब प्लस बिएक्स स्क्वायर प्लस सिएक्स प्लस डी इज कल्ड अ क्युबिक फङ्सन है। यसको डिग्री अघि नै हामीले के पढाएको थियौँ, क्वाड्रेटिक फङ्सन त्यस्तै हो, तर यसमा चाहिँ के हुनु पऱ्यो भने डिग्री 3 हुनु पऱ्यो कि। ऐनाकोमा 2 थियो, अहिले चाहिँ 3 हुनु पऱ्यो। सो यसमा नि त्यही हो, ए को भ्याल्यु 0 हुनु परेन र सबैको भ्याल्यु चाहिँ कन्सट्यान्ट हुनु पऱ्यो है। अब हामी अघि नै वाइ इक्वल टु एक्स स्क्वायर गरेको थियो, तर यो क्युबिक फङ्सन हो, त्यही भएर हामी यहाँ वाइ इक्वल टु एक्स क्युब कन्सिडर गर्छौँ। सो यसलाई हामीले टेबलमा गरेका छौँ, 0 को क्युब 0 1 को क्युब 1 माइनस 1 को क्युब -1 2 को क्युब 8 माइनस 2 को क्युब -8 र यही जुन यो टेबल आएको छ हामीले यसैलाई ग्राफमा देखाएका छौँ, यसरी यो क्युबिक फङ्सनको कन्सेप्ट नि यति हो। सो लिनियर फङ्सनको कुरा गर्नुपर्दा एन अल्जेब्रिक फङ्सन अफ फर्स्ट डिग्री इन द फर्म अफ एफएक्स इज इक्वल टु वाइ इज इक्वल टु एमएक्स प्लस सी इज कल्ड लिनियर फङ्सन। यो पनि त्यही हो, हेर्नुहोस् सबै यो क्वाड्रेटिक क्युबिक र लिनियर तिनटै एउटै छ, जस्ट डिग्रीको भ्याल्यु फरक छ। सो लिनियरमा चाहिँ हाम्रो फर्स्ट डिग्री छ भनेको डिग्रीको भ्याल्यु चाहिँ कति आउनु पऱ्यो भने 1 आउनु पऱ्यो है, डिग्रीको भ्याल्यु 1 आउनु पऱ्यो। सो बाँकी सब त्यस्तै हो।
अब यहाँनिर चाहिँ के छ भने हाम्रो इक्वेसन एफएक्स भनेको वाइ भइहाल्यो। सो वाइ इज इक्वल टु एमएक्स प्लस सी है। अब यसमा चाहिँ के हुनु पऱ्यो भने एम र सी कन्सट्यान्ट हुनु पऱ्यो र यसमा चाहिँ खासै ऐनको जस्तो लिमिटेसन दिएको छैन, किनभने ऐनकोमा के थियो भने ई इज नट इक्वल टु 0 थियो, तर अहिले त्यस्तो हामीलाई लिमिटेसन दिएको छैन। सो अब हाम्रो मेन जुन फङ्सन थियो, लिनियर फङ्सन, क्वाड्रेटिक फङ्सन, क्युबिक फङ्सन, आइडेन्टिटी फङ्सन र कन्स्ट्यान्ट फङ्सन, त्यो चाहिँ हाम्रो भ्याइसकेको छ, त्यसको कन्सेप्टहरू इजी छ। सो अब आयो ट्रिगोनोमेट्रिक फङ्सन। सो अ फङ्सन एफ इज टु ए टु बी इज सेड टु बी अ ट्रिगोनोमेट्रिक फङ्सन इफ द फङ्सन इन्भल्भ ट्रिगोनोमेट्रिक रेसियो। सो तपाईँहरूलाई थाहा छ, तपाईँहरूले 9मा पनि पढ्नुभएको छ, 8मा पनि पढ्नुभएको छ, पक्कै पनि सुरुमा सबै अप्सनल म्याथ भन्ने बित्तिकै तपाईँहरूको दिमागमा ट्रिगोनोमेट्री भन्ने च्याप्टर आइ नै हाल्छ। ट्रिगोनोमेट्री, सो यसमा के हुन्छ, साइन, कस, टेन, कसेक, सेक, कट र यति हो नि त ट्रिगोनोमेट्रीमा भने। यो जुन हाम्रो साइन, कस, टेन, कसेक, सेक, कट, सो यो जुन ट्रिगोनोमेट्रिक रेसियोहरू हो है, यही चाहिँ इन्भल्भ गरेर छ भने कुनै फङ्सनमा यति यो रेसियोहरू इन्भल्भ गरेर छ भने हामीले त्यसलाई ट्रिगोनोमेट्रिक रेसियो भन्छौँ। सो फर इक्जाम्पल हामीले चाहिँ के लिएको छौँ, वाइ इज इक्वल टु साइन थीटा ट्रिगोनोमेट्रिक रेसियो, वाइ इज इक्वल टु कस थीटा ट्रिगोनोमेट्रिक रेसियो, वाइ इज इक्वल टु टेन थीटा ट्रिगोनोमेट्रिक रेसियो है, यति हो।